आतंककारी प्रचण्डलाई कि त यो देशको कानुन परिवर्तन गरेर झुन्ड्याउँछौ कि त यो देशबाट बहिष्कार गर्छौ। होशियार हुनुहोस्। जनता मार्ने राजनीतिका लागि जनता मार्ने नागरिक मार्ने यस्ता अपराधी चरित्र भएका यी आतंककारीहरूको पत्ता साफ गरेनौं भने गौतम बुद्धको देश होइन यो। 17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाईहरु हेर्नु होला इतिहासको कठघरामा तपाईहरु खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरुले अपमान गर्ने गर्नु भएको छ। स्टन्टबाजहरूको पछि लाग्नुहुन्छ। आजभोलिका मेन मिडिया सबैलाई दोष दिएको होइन। तपाई हावाहरूको पछि दौड्या देख्छु म चाहिँ। तपाईहरु हावाका पछि दौडिनु भएको छ या तपाईहरुले केही पाउनु भएको छ कि थाहा छैन। तपाईहरु हेर्नु होला इतिहासको कठघरामा तपाईहरु खडा हुनुहुन्छ। जनयुद्ध र जनआन्दोलनमा रगत बगाउने हजारौं महान शहीदहरूलाई तपाईहरुले अपमान गर्ने गर्नु भएको छ। 17,000 को ज्यान लिएको भन्ने गर्नु भएको छ। तपाई दुनियाँमा कुनै त्यस्तो महान क्रान्ति देख्नु भएको छ जहाँ लाखौं लाख जनताको बलिदान नभएको होस्? कहीं देख्नु भएको छ? तपाईहरुले भन्ने गरेको तथाकथित प्रजातन्त्रमा पनि र हामीले भन्ने गरेको समाजवादी क्रान्तिमा पनि जनताको त्याग र बलिदान बिना कहीं पनि परिवर्तन भएको छैन। ती 17,000 र सयौं जनआन्दोलनका महान शहीदहरूलाई अपमान गर्ने काम बन्द गर्न म विशेष रूपले भन्न चाहन्छु। यसको हिसाब किताब नेपाली जनताले राखेको छ।